के तपाईले राति आकाशमा हेर्नु भएको छ? ती लाखौं झलमलाउँदै गरेका तारा? आखिर यति धेरै तारा कहाँबाट आए? के कुनै ठुलो घर जस्तो ठाउँमा यी सम्पूर्ण ताराहरू बस्छन्? आजको यो भिडियोमा हामी आकाशगंगा तारापुञ्ज मिल्की वे ग्यालेक्सीको बारेमा कुरा गर्नेछौँ। NASA has captured a new infrared image of the center of our Milky Way galaxy, revealing details that have never been seen before. ग्यालेक्सी भनेको के हो? सीधा भाषामा भन्नु परे अर्बौं तारा, ग्रह, धुलो, ग्यास, डार्क मेटर मिलेर बनेको एक विशाल परिवार नै ग्यालेक्सी हो। जुन तरिकाले गाउँमा सयौं घर मिलेर एक गाउँ बन्छ, त्यस्तै अर्बौं तारा मिलेर एक ग्यालेक्सी बन्छ र यी ताराहरू गुरुत्वाकर्षण अर्थात् ग्रेभिटीद्वारा बाँधिएका हुन्छन्। ब्रह्माण्डमा यस्ता 2 ट्रिलियन अर्थात् 2 खर्बभन्दा बढी ग्यालेक्सीहरू छन्। त्यसैमध्ये एउटा हो हाम्रो मिल्की वे ग्यालेक्सी। मिल्की वे ग्यालेक्सीको नाम किन मिल्की भयो त? रातमा चन्द्रमा नभएको बेला पहाड र जङ्गलदेखि टाढा गएर हेर्नुभयो भने आकाशमा एउटा सेतो धर्सा जस्तो देखिन्छ। पुरातन मानिसहरूले यसलाई दुधको नदी जस्तो देखेर मिल्की वे अर्थात् दुधको बाटो नाम दिए। नेपालीमा यसलाई आकाशगंगा तारापुञ्ज भनिन्छ। आकाशगंगा कस्तो देखिन्छ त? आकाशगंगा एक बार जस्तो घुमाउरो तारापुञ्ज हो, अर्थात् बार्ड स्पाइरल ग्यालेक्सी। यसको अर्थ यसको केन्द्रमा बार जस्तो लाम्चो भाग हुन्छ र त्यसको वरिपरि स्पाइरल भुजाहरू फन्को मारेर फैलिएका हुन्छन्। यो सम्पूर्ण संरचना निकै सुन्दर, तर हाम्रो आँखाले पृथ्वीबाट सिधै हेर्दा देखिँदैन। हामीले रातको आकाशमा देख्ने दूध जस्तो चम्किलो धार त्यही आकाशगंगाको एउटा भाग हो। आकाशगंगाका मुख्य भागहरू: पहिलो, फुलेको केन्द्र अर्थात् सेन्ट्रल बल्ज। ग्यालेक्सीको बिल्कुल बिचमा रहेको घना चम्किलो ठुला ठुला ताराहरूको गुच्छा हो। यही भागभित्र एउटा विशाल सुपर म्यासिभ ब्ल्याक होल स्याजिटेरियस ए, जसलाई ए स्टार पनि भनिन्छ। केन्द्रीय बार। स्पाइरल सुरु हुने अगाडि केन्द्रमा बार आकारको लामो भाग देखिन्छ। त्यही बारबाट स्पाइरल भुजाहरू बाहिरतिर फैलिन्छन्। तेस्रो, स्पाइरल भुजा अर्थात् स्पाइरल आर्म्स। आकाशगंगाको सबैभन्दा आकर्षक संरचना यही हो। यी भुजाहरू घुमेको परिक्रमा जस्तो देखिन्छन्। स्पाइरल भुजाहरूमा पाइने सामग्री: नयाँ तारा जन्मिने स्थान, ग्यास र धुलोका बादल, नेबुला, ग्रह प्रणाली। हाम्रो सौर्यमण्डल ओरियन आर्म ओरियन भुजामा अवस्थित छ। ग्यालेक्सीको डिस्क, ग्यालेक्टिक डिस्क। स्पाइरल भुजा, तारा, ग्यास र धुलो सबै मिलेर ग्यालेक्सीको पातलो चकती जस्तो देखिन्छ। यही भागलाई डिस्क भनिन्छ। यो डिस्कको थिकनेस 1000 प्रकाश वर्ष छ। ग्यालेक्टिक हेलो अर्थात् हेलो। ग्यालेक्सीको बाहिरपट्टि एउटा ठुलो गोलाकार क्षेत्र हुन्छ, यसलाई हेलो भनिन्छ। यी ठाउँमा पुराना तारा, ग्लोबुलर क्लस्टर, डार्क म्याटर अत्यधिक मात्रामा पाइन्छ। हेलोले ग्यालेक्सीलाई गुरुत्वाकर्षणले बाँधेर राख्ने काम गर्छ। हाम्रो सूर्य मिल्की वे ग्यालेक्सीमा कहाँ छ त? हामी आकाशगंगाको केन्द्रमा होइन। हाम्रो सूर्य एक कुनामा छ, त्यो पनि केन्द्रबाट लगभग 26,000 प्रकाश वर्ष टाढा। एक प्रकाश वर्षमा 9.46 खर्ब किलोमिटर हुन्छ, अर्थात् प्रकाशले एक वर्षमा यात्रा गर्ने दूरी। यदि मिल्की वे फुटबल मैदान हो भने सूर्य पृथ्वी एक सानो सिटमा बसिरहेको छ। मिल्की वेमा कति तारा छन्? हाम्रो ग्यालेक्सीमा अनुमानित 100 बिलियनदेखि 400 बिलियन तारा छन्, अर्थात् 100 अर्बदेखि 400 अर्ब ताराहरू छन्। यदि तपाईँ एक एक तारा गर्नुभयो भने लाखौं वर्ष लाग्छ। डार्क मेटर अर्थात् अदृश्य पदार्थ। आकाशगंगा केवल तारा, धुलो, ग्रहले मात्र बनेको होइन। ब्रह्माण्डको 85% हिस्सा अदृश्य पदार्थले बनेको छ, अर्थात् डार्क मेटरले बनेको छ। यसले प्रकाश उत्पादन गर्दैन, देखिन्न, तर गुरुत्वाकर्षणले ग्यालेक्सीलाई सम्हालेर राख्छ। यसको बिना ग्यालेक्सी टुक्रामा फुटिरहन्छ। ताराहरू कहाँ बन्छन् त? मिल्की वेमा विशेष ठाउँलाई स्टार नट भनिन्छ, जहाँ नयाँ तारा जन्मिन्छन्। यो स्पाइरल भुजामा रहेको हुन्छ। तारा, ग्यास र धुलो
आफ्नो गुरुत्वाकर्षणको कारणले सङ्कुचित हुँदा बिचमा धेरै तातो हुन्छ र पछि न्युक्लियर फ्युजन प्रक्रियाबाट नयाँ ताराको जन्म हुन्छ। यो प्रक्रिया पुरा हुन लाखौँ वर्ष लाग्छ। हाम्रो सोलर सिस्टम मिल्की वेको बच्चा जस्तै हो। हाम्रो सौर्यमण्डल अर्थात् सोलर सिस्टम, सूर्य, पृथ्वी, ग्रह, चन्द्र सबै मिल्की वे भित्रको एउटा सानो सानो धुलोको कण जस्तो हो। मिल्की वेको एक हातमा बसेको एक साधारण स्टार सिस्टम हो। तर यिनैमध्ये एक ग्रह पृथ्वीमा जीवन भेटिनु बहुतै दुर्लभ कुरा हो। मिल्की वे कति ठुलो छ त? मिल्की वेको व्यास लगभग 1 लाख प्रकाश वर्ष छ। यसको अर्थ यदि तपाईँ प्रकाशको गतिमा यात्रा गर्नुभयो भने एक छेउबाट अर्को छेउ पुग्न 1 लाख वर्ष लाग्छ। मिल्की वे घुम्दैछ? हो, हाम्रो ग्यालेक्सी निरन्तर घुमिरहेको छ। सूर्य पुरा मिल्की वेको एक फनको घुम्न 22.5 करोड वर्ष लाग्छ। यस यात्रालाई ग्यालेक्टिक इयर भनिन्छ। हामी जन्मदेखि आजसम्म सूर्यले ग्यालेक्सीको अति थोरै हिस्सा मात्र घुमेको छ। हामी मिल्की वे बाहिरबाट किन देख्दैनौँ? किनकि हामी ग्यालेक्सीभित्र बस्छौँ। भित्रबाट बाहिर हेर्दा हामी केवल देखिने तारा र धुलो मात्र देख्न सक्छौँ। ग्यालेक्सीको पुरै आकार टेलिस्कोप र गणितीय मोडलबाट अनुमान गरिएको हो। मिल्की वेमा जीवन छ त? हो, वैज्ञानिकहरू भन्छन् मिल्की वेमा 10 देखि 40 बिलियन सम्भावित बस्न सक्ने पोटेन्सियल हेबिटेबल ग्रह हुन सक्छन्। काठमाडौँमा छिमेकी धेरै भए जस्तै ग्यालेक्सीमा छिमेकी तारा धेरै छन्, तर अहिलेसम्म प्रमाण भेटिएको छैन। एन्ड्रोमेडा हाम्रो छिमेकी ग्यालेक्सी। सबैभन्दा नजिकको ठुलो ग्यालेक्सी एन्ड्रोमेडा हो र आश्चर्य, मिल्की वे र एन्ड्रोमेडा 4 बिलियन अर्थात् 4 अर्ब वर्षपछि ठोकिनेछन् र एउटा नयाँ ठुलो ग्यालेक्सी बन्नेछ। यसको नाम वैज्ञानिकहरूले मिल्कड्रोमेडा राखेका छन्। मिल्की वेको भविष्य अर्को केही अरब वर्ष पछि ग्यालेक्सीको रूप, आकार, ताराहरू सबै परिवर्तन हुनेछन्। नयाँ तारा जन्मिन्छन्, पुराना तारा मर्छन्। ग्यालेक्सी एक जीवित वस्तु जस्तै परिवर्तनशील छ। मिल्की वे हाम्रो लागि किन विशेष छ त? किनकि यही ग्यालेक्सीमा हाम्रो सूर्य जन्मिएको छ, हाम्रो पृथ्वी बनेको छ, हाम्रो जीवन सुरु भएको छ। हामी बसिरहेका छौँ, हाँसिरहेका छौँ, सपना देखिरहेका छौँ। युनिभर्सको विशाल रङ्गमञ्चमा मिल्की वे हाम्रो तर सुन्दर घर हो।